हामी अगुवाहरूले मण्डलीलाई कौडे पोथीले जसरी ढाकेर राख्छ त्यसरी नै हामी ढाक्ने छौं। यसरी भन्ने छैन अगुवाले कालो आउँछ गोरो जान्छ, गोरो जान्छ कालो आउँछ, यसो भन्दैन। कतिवटा चर्चमा मैले पास्टरले यो कुरा बोलेको थिएँ, मैले मनमनमा हिसाब लगाए अब घट्न रहेछ मण्डली। त्यो त आफैले नि खोजेको भयो नि। अनि एकार्कामा गहिरो प्रेममा डुबेको मण्डली संख्यामा पनि बढ्छ, गुणमा पनि बढ्छ। किनभनेदेखि उपदेशक भन्ने एउटा किताब छ बाइबलमा, त्यसको 7 अध्यायको 2 पदमा यसरी लेखेको छ, भोजको घरमा जानु भन्दा शोकको घरमा जानु असल हो भनेर किन लेखेको होला त्यो भनेको त अहिले आएर मण्डलीलाई पो भन्न खोजेको रहेछ। मण्डलीमा राम्रोसँग संगति आइराखेको बेलामा भन्दा पनि बढी आपद र विपदको बेलामा, आपद र विपद आएको बेलामा तपाईँ र मैले उनलाई भिजिट गर्यो भने नि सबैभन्दा ठुलो चकिलो झन्डुबाम त्यही हुने रहेछ। त्यो चाहिँ मलमपट्टि हो। किन चोट परेको बेलामा नुन र चुक हाल्दा हुन्छ? हुँदैन। हामी एउटाले अर्काको पाप गर्यो होला अन्त त्यस्तो भयो अन्त ऊ परबाट भनिबस्छ, अरे उसले पाप गरे पनि उसले गर्यो, धर्म गरे पनि उसले गर्यो, तिम्रो काम मलमपट्टि गर्ने मात्रै हो।